मसीह हामीलाई हाम्रो पापको लागि मर्नुभयो भनेर मात्रै थाहा छ हामीलाई, ज्यादा जस्तो क्रिस्चियनलाई। अनि प्रभु यीशु मसीहको रगत चाहिँ हाम्रो पापको लागि बग्यो भनेर थाहा छ। अनि म तपाईँलाई लास्ट कुरा बताउँछु, बेबिलोनसँग चाहिँ संसार जोडिएको हुन्छ। के जोडिएको हुन्छ? सुन्नुहोस् है जवान नानीहरू, तपाईँहरूले भोलि पर्सि बढ्दै जाँदा क्रिस्चियन भइसकेर संसार क्या हो, संसारको सिस्टम क्या हो, त्यहाँदेखि कसरी बाँच्नु तपाईँले जान्नु भएन भने तपाईँहरूलाई संसारको चुङ्गलमा चेनमा ल्याएर अल्मलाएर तपाईँलाई बर्बाद गरिदिन्छ। क्रिस्चियनले संसार के हो जान्नुपर्छ। अनि जिजस क्राइस्ट मेरो पापको लागि मात्रै मर्नुभयो होइन, संसारदेखि मलाई अलग पार्नको लागि पनि मर्नुभयो भनेर गलातीको किताब 1:4, गलाती 6:14 त्यति पढेर बन्द गर्छौँ। परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनका लागि देख्नुभयो, संसारदेखि छुटाउनको लागि पनि मर्नुभएको। तर धेरैजना क्रिस्चियन संसारदेखि छुटेको छैन, संसारको सिस्टममा फँसेको छ। अब त्यो त लामो कुरा हो। अर्को गलाती 6:14 हामीले भन्न सक्नुपर्छ, यो संसारमा दाल भात खाउँला, एक झुम्रो लुगा लगाउँला, दिनुभयो भने एउटा घरमा पनि बसौँला, तर संसारसँग चाहिँ मलाई मतलब छैन। संसारको जस्तै रङ्गी बिरङ्गी चिज आओस् मलाई त्यसमा म मरेको मान्छे जस्तै हो भनेर हामीले मुटुभित्रबाट भन्न सकेको छैन भने संसारसँग हामीहरूको एट्याचमेन्ट हुन्छ। अनि लु पढ्नुहोस् गलाती 6:14 यीशु ख्रिस्टको क्रुसमा बाहेक गर्दै गर्दिन। संसार मेरा निम्ति संसारका निम्ति देख्नुभयो मरेको